तपाईहरुलाई स्केचअपबाट D5 रेन्डर कसरी चलाउने सिकाउन गइरहेको छु। अब सुरुमा यो D5 को प्लगइनबाट हामी न्यू प्रोजेक्ट गर्ने, त्यसपछि तपाईहरुको D5 मा लोड हुन्छ प्रोजेक्ट लोड हुन चाहिँ अलि टाइम लाग्छ। जस्तै यहाँ हाम्रो स्केचअपको मोडल आइसक्यो। स्केचअपको मोडल आयो। अब सुरुमा सजिलोसँग राम्ररी रेन्डर गर्नको लागि सुरुमा हामीले सिन एउटा बनाइहालौं। यतापट्टि लेफ्ट साइडमा क्रिएट सिन छ। त्यसपछि अझ सजिलोको लागि हामीले ग्रिड अन गरौँ। ग्रिडले चाहिँ हाम्रो पोजिसन कहाँ राख्दा ठिक देख्छ, कस्तो राम्रो देख्छ त्यो डिनोट गर्छ। अनि हामीले यसरी नै अब ग्रिडहरु सेट गरेपछि अब इन्भाइरोमेन्टको लागि यहाँनिर हामीसँग इफेक्टहरु छ। इफेक्ट चाहिँ हाम्रो इन्भाइरोमेन्टमा चाहिँ फरक छ। जियो स्काई भनेको चाहिँ हाम्रो नेचुरल डे लाइटहरु सबै यो अनुसार फरक परिरहेको हुन्छ। त्यसरी नै यो हाम्रो यो सनको पोजिसन सबै जब यो कस्टममा चाहिँ हाम्रो चाहिएको अनुसारको लाइट अमाउन्ट अनि सनको रेडियस अनि हाम्रो एल्टिट्युड सनको सबै त्यो अनुसार मिलाउन सकिन्छ भने सबभन्दा राम्रो सजिलो भनेको HDRI। हामीले चाहिँ एउटा यहाँ इन्भाइरोमेन्ट सेट गर्न मिल्छ। क्लियर राख्ने हो कि हामीले क्लाउडी राख्न मन छ कि अब अर्ली मर्निङ राख्न मन छ कि मिड डे राख्न मन छ कि म चाहिँ प्राय मिड डेमै राखेर गर्छु। मिड डेमा राखेपछि त्यसपछि हामीले यहाँनिर लाइट पनि मिलाउन सक्छौं। अब यो स्काई लाइट भनेको चाहिँ हाम्रो ओभरअल आउने लाइट हो। अनि त्यसपछि यो ओभरअल लाइट भएपछि हाम्रो ब्याकग्राउन्ड लाइट भनेको चाहिँ पछाडी स्काई कतिको सफ्ट डार्क हुन्छ भन्ने हो। त्यसपछि यो रोटेसन भनेको हाम्रो क्लाउडको मुभमेन्टहरु भयो। त्यसपछि हाम्रो यो टेम्परेचर भन्ने मेन भनेको इफेक्ट यो टेम्परेचर कहाँ इफेक्ट गर्ने हो, ब्याकग्राउन्डमा मात्र हो कि स्काई लाइटमा हो कि दुईटैमा हो, फरक पर्छ। अब सनलाइट हामीले यतिकै छोडिदिँदा भयो अथवा कस्टम सनलाइट चाहिँ हामीले कतिको उज्यालो बनाउने, कतिको के गर्नुपर्ने यसले भन्छ। यसरी बढाएर यहाँ हामीले कस्टम बनाउन सक्छौं।